आदरणीय मित्रजन, हजुर सबैलाई म हृदयदेखि नमस्कार गर्दछु। तपाईहरुलाई आज बृहस्पति अस्तको कुरा हजुरलाई भन्छु। जेठमा मलमास पर्यो, त्यो महिनामा पूजा पाठहरू सबै रोकिए। फेरि तुरुन्तै आषाढी 32 गते बिहीबारमा गुरु पश्चिममा अस्त हुँदैछन् र उदय श्रावण 24 गते गएर उदय हुँदैछन्। त्यसो भएको हुनाले अहिले आषाढ 29 गतेदेखि उता पूजाहरू रोकिएका छन्। जब चाहिँ अस्त उदय हुन्छ त्यसपछि मात्र अनि पूजा सुरु हुनेछ। त्यसो भएनाले अहिले त्यस्तो अवस्था रहेको छ।